हेलो माई फ्यामिली, वेलकम छ हजुरलाई नयाँ डे नयाँ दिन नयाँ ब्लगमा। यहाँ हाम्रो दाइले होइन काग देखेछ, यहाँ पानीमा डुबिरहेको रहेछ र अब तपाईँहरूलाई गएर देखाउँदैछु हाम्रो दाइ। खोइ पानीमा डुबेर उड्नै सकेन। जा न त अनि रेस्क्यु गरिदिए जा, यहाँ रहेछ हो, जा जहिले जा। यो चाहिँ हाम्रो सेफ्टी ट्याङ्की हो। यहाँ जति पनि किचनमा युज गरेको पानीहरू यहाँनिर आएर स्टक हुन्छ है। यति साह्रो ओइली छ नि यो पानी, के भन्नु। र अब म यसलाई रेस्क्यु गरेर निकाल्ने छु। पुरै ओइली भएर नि त यो निस्किनु सकेन छ यहाँ पसेर है। यसलाई रेस्क्यु गरिदिए भाइ। फाइनली गाइस, मैले निकालेर छोडिदिएको छु यहाँनिर है। र बाइकको मुनि यो बसिरहेछ र अब यसलाई म लानेछु वास गर्नुको लागि, म र रवि भाइ भएर है। पुरा यसलाई चाहिँ के भएछ भन्छ, पुरै त्यो लेत्रा पानीमा पसेर तेल भएको छ। यसलाई यहाँ पानी आउँथ्यो, हामीले दिएन भने यसको काला चाहिँ निश्चित थियो पुरै। यसलाई वास गरेर छोडिदिने ल है। ल ओके हो। के हो यो साबुनले धुनुपर्छ गएन। अब हाम्रो रेस्ट टाइम पनि हो र यसलाई रातो माटोदेखि पनि धुयौँ हामीले होइन। यसको ओइली बडीमा पुरा लागेको रहेछ र गएन यो। अब यसलाई रुममै लगेर वास गर्ने हो। हामी रुममा आइपुग्यौँ, आएर एक प्याकेट सेम्पू लिए, त्यसको बडीमा जिउमा पुरै लगाइदिँदैछु हो। र राम्ररी यसलाई वास गर्छु म अब। र यसले चिथार्छ पनि र टोक्ने पनि छ। रवि भाइलाई यसले 2 बार टोकिसक्यो है। र यसको नाखुन यति लामो छ नि, एक बार मजाले धर्यो भने नि पुरै यसले चिथारेर काटिदिन्छ है। तर खतरनाक छ यो काउडे पनि। र गाइस, यसलाई हामीले नुहाइ गएर चट्टा बनाइदिउँ होइन। पुरै ओइली थियो यसको सबै जिउ नै, तर टोक्छ यसले बेला बेला होइन। नङ पनि यति लामो छ कि के भन्नु, टोक्नु खोज्छ है हो। र अब यसलाई छोडिदिने हो हामी। कता जान्छ हो, एकछिन सुकाउनु पर्छ तर यसलाई। रिक्वेस्ट गर्छु म हजुरहरूलाई, वाच गरेपछि भिडियोलाई लाइक पनि गरिदिनु होला। जे निभाउनु थियो मैले त्यो मैले गरिसकेँ होइन। र आजको ब्लग कस्तो लाग्यो हजुरहरूलाई? थ्याङ्क यू फर वाचिङ कमल राई ब्लग्स।